power and ideas echo with impact. So today we have our judges as Nisha ma'am and Smulata ma'am. And today we gathered not just to speak, but to express, to persuade, and to inspire. Our participants are ready to take the stage with confidence, clarity, and conviction, showcasing the art of effective speech and the beauty of Nepali language. As the host for this exciting event, I invite you all to listen with open minds and applaud with full hearts for every speaker here as put in hard work, courage, and creativity. So without further ado, let's begin the journey of powerful expressions and eloquent voices. Let the elocution begin. First of all, I would like to call the students of class 7. In number 1, we have Ashwin Gurung from Blue House. Just the कविताको शीर्षक छ म कस्तो हो। यस कविताबाट हामी कस्तो हुनुपर्ने, हाम्रोसित कस्तो कस्तो गुण हुनुपर्ने तब हामी सफल मानिस बन्नेछौँ भन्ने शिक्षा लिएर आएको छ अश्विन गुरुङ। आजको लागि मेरो कविताको शीर्षक हो म कस्तो हुँ। म कस्तो हुँ शिरोमणि लेखनाथ पौडेल। बनु सत्यवादी पढु नित्य विद्या हटाऊ सबै चित्तदेखि अविद्या। बडो धीर विधान बडो बुद्धिमान फलानु छ भन्ने चलाउ ब्यान। म कहाँ हुँ कहाँ छु कहाँ के छ हाल लिएको छु के काम बडो बुद्धिमानी जगतमा उज्यालो लिएको छु जो लक्ष्य सही कुरामा नहुँ लिएको छु जो लक्ष्य सही कुरामा खडा हुसैमा भोरमा कुनै विघ्न बाधा परेमा उजाड नहुँ कामलाई लगाउनु पार सधैँ हुँ ओझ्यालो सधैँ हुँ हँसिलो सबैको मित्र जस्तै रसिलो कसैले काही नपारौँ म मर्म यो नित्य लोककारी सुकर्म यता भिक्षुदेखि उता बुद्धसम्म सबैको बुझु म कर्मको तारतम्य सुखै सर्वै नगङ्गु गजक्क विपद पर्न आए नहुँ थक्क थङ्ग। धन्यवाद। Thank you, Ashwin, for a powerful expressive presentation. Now I would like to call upon Samit Raman from Yellow House. त्यसको कविताको शीर्षक छ पिञ्जराको सुगा। स्वतन्त्र भएर उनी हिँड्ने वनका ती पिञ्जराहरूलाई एउटा पिञ्जरामा राख्नाले कस्तो कष्ट जीवन बिताउनु पर्छ भन्ने कविता लक्ष्मीप्रसाद देवकोटाको पठन गर्न गइरहेको छ। नमस्ते, मेरो नाम समरेश तामाङ हो। म 7औं कक्षा बमा पढ्छु। आजको लागि मेरो शीर्षक हो पिञ्जराको सुगा। पिञ्जराको सुगा कवि शिरोमणि लेखनाथ पौडेल। बालक बबुरो दिव्य सूत्रमा म परेको छु पिञ्जरामा। भगवान हरे शिव शान्ति र जय सपना बीच पनि रति भोलि छैन। मेरो बन्धु बाबु र आमा बस्छन् वनका एक कुनामा। उसित पोको वनको ता गर्दै पिञ्जराबाट उला। आँसु बगाई कहिले हुन्छु कहिले मुद्रा दुनियाँमा हुन्छु कहिले पागल शरीर उफ्रन्छु केवल वनका सुख सम्झन्छु। फलफुल खाए नित्य रमाई वनमा हिँड्ने पिञ्जरालाई विधिले पार्यो पिञ्जराभित्र कर्म हरे शिव हुन्छ विचित्र। कति फिर्दो हुँ कति उड्दो हुँ कति कति देशान्तर डुल्दो हुँ दैव हरे किन बालकलाई वञ्चन पार्यो व्यर्थलाई। शीतल पानी कुञ्ज निवास भोजन मिठा फलको घाँस त्यो सब हुनको आज विनाश बाँकी छ एकैको त्रास। हरियो वनका शीतल छाया बन्धसँग मोह र माया डुल्नु फिर्नु फलफुल खाए सपनामै बोहाई मलाई। वृद्ध महथिर बाबा जननी आँसु खसाली दिन पनि नित्य रुँदा हुँदा विधाता तोडिदेऊ किन त्यो दृढको नाता। वरिपरि वैरहरू छन् सारा छैनन् कतैतिर कोही सहारा के गरौँ कसरी उम्की जाऊ उचित मनको दर्द बिसाऊ। धन्यवाद। Now
I would like to call upon Arya from Yellow House, जसको कविताको शीर्षक छ ढिकी र जातो। हाम्रो संस्कृतिमा जातो र चोटेको महत्त्व देखाउँदै ढिके र जातोको आत्मा बताउँदै कविताको पठन गरिरहेको छ। नमस्ते, मेरो नाम आर्य राई हो। म कक्षा 7 मा पढ्छु। आज म तपाईहरुको अगाडि एउटा छोटो कविता पढ्न आएको छु। यस कविताको नाम हो ढिकी र जातको सवाई, कवि माधव प्रसाद घिमिरे। सुन भाइको, म केही भन्छु। ढिकी र जातको सवाई कहन्छु। जातो थियो पिँढीमा, ढिकरीमा ढिकी, दुवैजना कल गर्थे न्यू चिकी चिकी। एक बिहान रिसले जातो रिजो गाए गाए, ढिकीलाई गाली गर्यो, ढिकी बुढी गए गए। काम गर्ने बेला भयो, भर लाग्यो भन्छेस, उचालिँदै पछाडिँदै 100 फेर कान्छेस। 2 पाथी धान दियो, 1 पाथी लुकाउँछेस, मुसो जाते ओथारे त फुका चामल फुकाउँछेस। ओखलको मुख तेरो भरिने नखाएर, दिनभरि भर्खी राख्छेस उपर खुट्टे राखेर। मचिएर उफ्री उफ्री बक्राङ च्याङ, ढिकी बुढी गाली गर्छ नगर्दै च्याङ च्याङ। बुढी तेरो घ्याम्प जत्रो, मुख तेरो पुरे, पाउना जे पिँढीमा बस्छस् बडो बुढी। काम गर्ने बेला भयो, बसी बसी थप्छस्, 1 माना कोदो खाए 2 माना हप्छस्। दाँत तेरो ढाक्छेसको तारा जस्तो मानी, खाए कहिले अगाउँदैन हाडिसे गर्ने बानी। चामल खाने हामीलाई पिठो खाने जात, बडो धाक लगाउँछस् दिउन 2 लाख। जातोको र पिँढीको कल हुन लाग्यो, कल चिन्न फलामको कल त्यही आयो। जातो बोकी हिमालमा कमिनाले लग्यो, ढिकी गए वाग्लेको घर त्यही पल्टिरह्यो। धन्यवाद। Now I would like to call upon Nimong Tamong from Greenhouse, जसको कविताको शीर्षक छ नचिन्ने भएछौ। सुगौलीका सन्धिपछि दार्जिलिङ नेपालबाट छुटिएपछि भोग्नु परेका अत्याचारलाई यस कवितामा दर्शाएको छ, जो कथन गर्न गरिरहेको छ। गण्डक लहरी शेरबहादुर प्रधान। गण्डक मध्ये 1 नम्बर गण्डक सबभन्दा मिठो छ। झोरम नहुने सुकेको गण्डक पाक्नमा छिटो छ। रायोको गण्डक धोरीको गण्डक प्रशस्त पाइन्छ। गण्डकको झोलमा भात खान पाए स्वादले खाइन्छ, साथी पेटभरि खाइन्छ। 1 नम्बर गण्डक स्वादिलो हुन्छ, वचन सर्दैन। अर्डर दिनुहोस्, पार्सल लिनुहोस्, फरक पर्दैन। अर्डर पाए तुरन्त डाकद्वारा पठाउला। व्यापारमा सफा नलिई साथी मुफ्तमै लुटाउला। डाकपत्र खाली साथी 5 रुपियाँ सेरको डाक महसुल पर्दैन। यस किसिम व्यापार हामी नै गर्छौँ, अरूले गर्दैन। 2 नम्बर गण्डक मुलाको हुन्छ, जादु पर्दछ। बिमारीले यो गण्डक खाए फाइदा गर्दछ। यस्तो दाम राख्यो सेवाको निम्ति बहुत घट पछाडि। दाम फेरि नगद हुनेछौ साथी 2 हात पछाडि। एडभान्स मोल डेमो गरेर नगद पठाउनुहोस्। गण्डकको झोलमा धानको भात पेटभरि खटाउनुहोस्, साथी स्वादले खानुहोस्। धन्यवाद। Now we have Mekong from Red House, जसको कविताको शीर्षक छ सम्झना। मानिसका वरिपरि अनेक प्रकारका मानिसहरू रहन्छन्, तर कस्ता मानिस हामीले सम्झनामा राख्ने गरिन्छ। सम्झना गरे लायकको को रहन्छन्, कविता पठन गर्न लागिरहेको छ। सम्झनाहरूमा कवि राजेन्द्र भण्डारी। हुर्काएको छु मैले सम्झनामा, पिपलको बिहेर देवी थालको पूजा। हजुरबाको आशीर्वाद र गाउँघरको माया सधैँ जिउँदो राख्नुहुन्छ सम्झनामा। मित बाबु, मित आमा र कुटुम्बको नाता मन जोड्ने हाम्रो हृदयको भाषा। मानिस
Now I'd like to call upon Stephen Tamang, जसको कविताको शीर्षक छ जाग जाग। जागो जागो कवि धर्मेधर कोइराला। जागो 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 न जागो लागो उन्नति विषय अब लागो दौड्ने तब परित्याग हो भयो अति सुत्यो अब जाग देश बन्धुहरू हो उठ जाग लागो उन्नति विषय अब लाग दौड दौड अब मनको मैलो पालिदेऊ डरको अब थालियो जागो 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 न जागो लागो उन्नति विषय अब लाग अरूहरू जागे देश उन्नति विषय अब लागे हामीहरू पनि अब जागौ देश उन्नति विषय अब लागौ दौड्ने तब परित्यागौ हो भयो अति सुत्यो अब जागौ अन्य देशहरू अब जागे अब दार्जे लाग्ने समय भो बुझ ताजा। Thank you. Thank you, Stephen, for that wonderful poem. And thank you, class 7, for all the poems which you have told. Now I'd like to move on to class 8. And first of all, I'd like to call upon Ashish from class 8C from Red House, जसको कविताको शीर्षक छ जिन्दगीको मौसम। प्रकृति पनि मौसम अनुसार बदली हुन्छ भन्ने कुन मौसममा के काम गर्नुपर्छ प्रकृतिले ठिक समयमा गर्ने गर्छ। त्यसर्थ हामी पनि प्रकृतिबाट सिक लिएर समय अनुसार काम गर्न सिक्नुपर्छ भनी विदेश कविता पठन गर्न गइरहेको छ। जिन्दगीको मौसम महाकवि लक्ष्मी प्रसाद देवकोटा। जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत बाजनुहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद अनन्त ठुलो सागरबाट घुमी घुमी मौसम आयो खुब फुल्दछ दिलको बाटो वर्षाले गान सुनायो इन्द्रिय गुरु शरीर हलोमा बाँधी बाँधी खन खन खेत पिउँछन् जगमा कर्म हजारौं रोप फुलाउ लहलह खेत। जिन्दगीको मौसम रहँदै खन खन रोप फुलाउ और खन्न कसैलाई गाल्ने ठुरी हाय यसै रोप रोप यी बिउहरू अहिले अन्न फलोस् पछि लाए डरुन पछाडि आउँछन् अहिले हिउँदो कडा तिमीलाई। धन्यवाद। Now I would like to call upon Parshil Chetri from class 8C from Blue House, and उसको कविताको शीर्षक छ आमा र बाबा। आमा बाबाले गरेको माया प्रेम र त्याग र छोराछोरीबाट पाइने अन्यायको हिसाब निकाल्दै कविता पठन गर्न गइरहेको छ पार्शिल छेत्री। आमा बुवा कवि विधान राई। साह्रै मिठो शब्द छ यो, साह्रै मिठो यसको अर्थ पनि। साह्रै मिठो शब्द छ यो, साह्रै मिठो यसको अर्थ पनि। यही शब्दको उच्चारणमा सबै रमाउने गर्छन्। ए आमा र बुवा तिमी नै त हौ नि। कसैले भन्छन् मेरी आमा तिमी, कसैले भन्छन् मेरो बुवा, कसैले भन्छन् मेरी आमा छिनामी, कसैले भन्छन् मेरो बुवा। आफ्नो छोरा छोरीलाई संसारबाट अलग गरी खुल्ला आकाशमा मन खोली उड्न सिकाउने। ए आमा र बुवा तिमी नै त हौ नि। म घर जानुसार आमा भनेर बोलाउँदा खुसीको आँसु बगेको देखेको छु मैले। म घर जानुसार आमा भनेर बोलाउँदा खुसीको आँसु बगेको देखेको छु मैले। म एउटा सानो बिमारले पनि थलिएको हुँदा आफ्नै काँधमा बोकेर बुवालाई अस्पताल पुर्याएको देखेको छु मैले। तिमीले देखेको छौ
आमा र बुवालाई अन्तमा जन्म तिमीलाई आमाले दिए तापनि कर्म बुवाले दिन्छन्। के आमा बुवा एकै होइनन् र? सम्झ त्यो आमाको मायालाई, सम्झ त्यो बुवाको त्यागलाई। के अब आफ्नो आमा बुवाको ख्याल राख्ने ठुलो पाली होइन र? के अब ठुलो पाली होइन र? Now I would like to call upon Ivan Pradhan from class 8A from Blue House. मानिस स्वयं देवता कवि बालकृष्ण स जो फुललाई प्यारो गर्छ उसको हृदय कोमल हुन्छ, जो फुल टिप्दैन उसको हृदय उच्च हुन्छ, जो चरालाई मन पराउँछ उसको मन लय हुन्छ, जो चिनी खान पनि सक्दैन उसको भावना पवित्र हुन्छ, जो मानिसलाई माया गर्छ उसको चाहना जाति हुन्छ, जो मानिसलाई नै माया गर्छ उसको आत्मा महात्मा हुन्छ, जो मानिसलाई मानिस देख्छ त्यो मानिस श्रेष्ठ मानिस हुन्छ, जो मानिसलाई देवता देख्छ त्यो मानिस स्वयं देवता हुन्छ। धन्यवाद। Now I would like to call upon Shubham Tamang from class 8C from Yellow House. दोस्रो कविताको शीर्षक छ वर्तमान युग। वर्तमान युगमा युवा युवती कसरी के कस्ता समस्या भोगिरहेका छन्, अहिले यो युगमा आतंकवादले कवि सताएका छन्। त्यो वर्णन गर्दै शिवम तामाङले यो कविता भन्न लागिरहेका छन्। धन्यवाद। वर्तमान देश देशको छाती टेक्दै आतंकवादीहरूले आतंकी हमला गरिरहेछ। सिमानामा अनुप्रवेशकारीहरूले हर क्षण सताइरहेको छ। अमेरिकी झै सुरक्षा व्यवस्था नभएकोले हर क्षेत्रमा सुरक्षा कमजोर देखिन्छ। देशमा चारैतिर स्वच्छ परिवेश नभएकोले मानव समाजलाई नष्ट गर्ने HIV जस्ता रोगहरू यत्र तत्र फैलिरहने गर्छ। बेकारी समस्याले देशका शिक्षित युवा वर्ग जिउने क्रम खोज्दै मदन बनेर स्वदेश छाड्न बाध्य भइरहेछ। वर्तमान त्रासित वर्तमान अन्धकार भई भविष्यको उज्यालो होस्। उज्यालोको अर्थ देखाई शान्तिको साथ चलाई मुलुकलाई अग्रसर गराई हटाइदियो नकारात्मक सोच, ल्याइदियो सकारात्मक सोच। धन्यवाद। Now I would like to call upon Mevong Sherpa from class 8C from Greenhouse. दोस्रो कविताको शीर्षक छ यात्री। मानिसहरूको सबैभन्दा ठुलो सेवा नै दुखी गर्ने आत्माहरूको सेवा गर्न हो। भगवानको नजिक जानु हो भने भजन कीर्तन जप तपले हुँदैन। भगवानको नजिक जानलाई यस संसारमा भएको दुःख पीडा कष्ट आइरहेको मानिसहरूको सेवा गर्न पर्छ। यसर्थ यो कविता मेवङ शेर्पाले भन्न गइरहेको छ। यात्री महाकवि लक्ष्मी प्रसाद देवकोटा। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसरी लाने हो, मानिसहरूका काठ चढी कुन देवपुरी जाने हो, हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार, मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार, रसा नदीका तरल तरंग, मन्दिर आफू अपार। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार, मनको सुन्दर सिंहासनमा जगदेश्वरको राज, चेतनको यो ज्योति हिरण्य, उसको शिरको ताज, शरीरको यो सुन्दर मन्दिर, विश्व क्षेत्रको माझ।
भित्र छ ईश्वर बाहिर खोजी हिँड्छौ कुलको ईश्वर बस्दछ गहराईमा सत बहन्छौ कति दूर खोजी गर्छौ हृदय गाउँ बत्ती बाली तेज प्रचुर साथी यात्री बीच सडकमा ईश्वर हिँड्छ साथ चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात छुन्छ तिलस्मी करले उसले सेवकहरूका माथ सडक किनारा गाउँछ ईश्वर चराहरूका तानमा बोल्दछ ईश्वर मानिसहरूका पीडा दुःखको गानमा दर्शन किन्तु केही दिँदैन चर्म चक्षुले कानमा कुन मन्दिरमा जान्छ यात्री कुन नवदेश बिरानमा फर्क फर्क हे जाओ समाव मानिसहरूका पाप मलम लगाओ आर्तहरूका चहराइरहेको घाउ मानिस भई ईश्वरको यो दिव्य मुहान हिसाब धन्यवाद। Now I would like to move on to the students in class 9. First of all, I would like to call on Rehan Mangnati from class 9A from Red House. Just the Kavita मेरो आजको शीर्षक मन हो। कवि हुनुहुन्छ किर्मी शेर्पा। पानी पडिरहेछ झडी असार महिनाको झडी साह्रै लामो भयो कतै पहिरो पो जान्छ कि भनेर डराउँछ यो चैत वैशाखको बुढी बतास र भतभत बोल्ने घाम पात पत्कर सबै झुला भएका छन् कतै आगो पटिप्छ कि भनेर डराउँदछ कृषकको मन डराउँदो हो यो वनमा बसेको प्राणीहरू मन शीतको थोपा जस्तो हल्लाउन हुन्न त्यो अल्छेको झाड हावाले पाइलाले नत्र झर्छ टुक्रा टुक्रा हुन्छ यो माटोमा ढुङ्गामा बसेर यो मन काँचको टुक्रा जस्तो ठुलो स्वर गरेर नकराओ टुक्रा टुक्रा हुन्छ यो मन फेरि जोडिन्न यो मन नौनी जस्तो अति कोमल यो मन प्रेम भन्छ प्रेम गर्छ यो मन चारो रुन्छ चारो हाँस्छ यो मन के हो कसो हो भन्नै नसकिने यो मन असारको झडी जस्तो रुन सक्छ यो मन चैत वैशाखको जस्तो हुडी चलाउन सक्छ यो मन कोमल अति कोमल भएर प्रेम गर्छ यो मन काँच फुटी जस्तो ठुलो स्वरमा टुक्रा टुक्रा हुन सक्छ यो मन फेरि फेरि नपलाउने हुन सक्छ यो मन। Now I would like to call upon Ahan Ranal from Blue House. उहाँको कविताको शीर्षक छ तिमी त यहाँ नचिन्ने भएछौ। सुगौली सन्धिपछि लेखिएपछि दार्जिलिङका नेपाली जनताको वास्तविक अवस्था देखाएका छन्। नचिनिने भएछौ कवि अगम सिंह गिरी। तिमी त यहाँ नचिनिने भएछौ। गालाका रगतहरू सुकिसकेछन् आँखाका ज्योति सब हराइसकेछन्। तिमी त रुदा रुदै हृदयको बालक जस्तो कठोर कारागारको यातना भोगी विरक्त बन्दी जस्तो गास खोसिएको बास लुटिएको विवल हतभागी जस्तो कस्तो कस्तो भएछौ। तिमी त यहाँ नचिनिने भएछौ। अतीत गौरवले ढपक्क बनेको अघिको चहकिलो अनुहारमा ग्लानीका विषाक्त रेखाहरू कोरिएछन्। पहाडका वैशाखी वनमा तिमी जंगली फूल झै हसिलो देखिन्थ्यौ तर अब त चेहरामा तिम्रा विषादका काला धर्साहरू कोरिएछन्।
चोटमा भुक्नु होइन बरु सहनु सिकेछौ। अब त अर्कै जस्तो भएछौ। तिमी त यहाँ नचिनिने भएछौ। तिमी को हो? चिनाउन आएको होइन म। बितेको गौरव गाथा कहन आएको होइन म। तिम्रो स्तन्तब्ध छातीका पीरहरू उखेल्न आएको होइन म। सजिलै खोसिएको गाँस हलुक्कै लुटिएको बास दिलाउन आएको होइन म। तिम्रो छातीको त्यो गहिरो खोपिटा पूर्ण आएको होइन म। निर्धा आँसुको धारा हेर्न आएको होइन म। केवल तिमी नै हो कि चिन्न आएको म। तर तिमी त यहाँ नचिनिने भएछौ। धन्यवाद। Thank you, Aman. That was vibrant way of coordination and confidence. Now I would like to call upon Prayan Subba, जसको कविताको शीर्षक छ बोली। बोलीले मानिसको जीवनलाई जिउने प्रेरित गर्ने एक स्रोत हो। बोली बन्दुकको गोली जस्तो होइन, गङ्गाको वैशाखी जस्तो सहारा दिने हुनुपर्छ। बोली कवि हुनुहुन्छ टेकध्वज ढुङ्गा। बोली जसले आपस्तमा प्रेम जन्माउँछ, जसले एक अर्कामा अटुट सम्बन्ध बढाउँछ। भनिन्छ बोलीले नै यो संसारलाई वशमा गर्न सकिन्छ। कसैको जिन्दगीमा प्रेरणा बन्न सक्छ, फेरि कसैको लागि सान्त्वना हुन सक्छ। यो बोलीबाट नै मान्छेको हृदय बुझ्न सकिन्छ, मान्छेको अनुहार चिन्न पाइन्छ। यसैले यो बोली सधैँ बहिराले पनि सुन्न सकोस्, मूर्खले पनि बुझ्न पाओस्। लङ्गडोको जीवनमा वैशाखी बन्न सकोस् र अन्धाको लागि आँखाको ज्योति बनोस्। यो बोली कहिले राइफलको गोली हुनु हुँदैन, जसले निधर मान्छेलाई भीत पार्न सक्छ। यो बोली मान्छेको जीवनमा कहिले अवरोध नबनोस्। यो बोली नदी जस्तो निश्चल र पवित्र भएर बगिरहोस्। इन्द्रेणी भएर मान्छेको बस्तीमा लागिरहोस्। चोखो बिहान भएर यो उज्यालो बनिरहोस्। यो बोली सुनेर नै जुन मुस्कुराउन सक्छ, ताराहरू लजाउन सक्छन्, मरुभूमि पनि उर्वरा बन्छ। कति प्रिय हुन्छ यो बोली, आफ्नो आमाको माया ममता जस्तो, जो स्नेहले परिपूर्ण हुन्छ। यो बोली पामा नै विश्वासको आकाश फैलिएको हुन्छ। प्रेमको सुन्दर फूल फुलेको हुन्छ र बोलीबाट नै शान्ति कायम हुन्छ। यही बोली प्रवचन भएर कहीं गीता हुन्छ, कहीं कुरान हुन्छ, कहीं बाइबल हुन्छ र कहीं पुस्तक हुन्छ। Now I would like to call upon Subin Nishant from class 9B. चाहन्थे त्यस पत्रद्वारा प्रधान अध्यापकलाई लेखेका पत्र पठन गर्न गइरहेको छ। मेरो छोराले के सिकोस्? अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने विद्यालयको प्रधान अध्यापकलाई लेखेको चिठी। श्रीमान प्रधान अध्यापक, मेरो छोरोले सबै मानिस एकै किसिमको हुँदैन भन्ने कुरा छ।
समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिक पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन्, त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन्। यो कुरा बुझाउन त समय लाग्ला नै, त्यही पनि उसलाई परीक्षण गरी कमाएको $1 सितैमा पाएको $5 भन्दा बढी मूल्यवान हुन्छ भन्ने कुरा बताइदिनुहोस्। उसले विजय र पराजय भनेको के हो राम्ररी बुझोस्। त्यस्तै ईर्ष्याले युक्त गरेको हाँसोको भित्री मर्मर बुझोस्। उसलाई आकाशमा उडिरहेको चराहरू, घमाइलो दिनमा गुनगुनाइरहेको मौरीहरू र पहाडी काठमा फुलेका फुलहरूको शाश्वत रहस्य केही समय। मेरो छोरा जतातिर हुन्छ त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस्। सुनेका कुरालाई राम्ररी छुट्याउन सक्ने होस्। दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होस्। उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झर्न लाजमार्दो कुरो होइन भनिदिनुहोस्। ऊ आफ्नो बाहुबल, बुद्धि र सामर्थ्यमा विश्वास गरोस्। ऊ भित्र सत्य र न्याय प्राप्तिको लागि सङ्घर्ष गर्न साहस र धीर शक्तिको विकास गरिदिनुहोस्। उसँग नर्म व्यवहार त गर्नुहोस्, तर टाउकामा टेक्ने गरी चाहिँ होइन। सम्झनुहोस्, आगाका लक्काबाटै फलाम खरिन्छ। ऊ भित्र साहस र सधैँ केही गरौँ भन्ने भावना भइरहोस्। मेरो छोरा स्वयं निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस्। अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान हुन सक्छ। अब्राहम लिंकन, व्हाइट हाउस, वाशिंगटन। धन्यवाद। Now I'd like to call upon Hinju from class 9A from Blue House, thus Kavita Samarpan. आफ्नो समर्पण कसलाई दिने भन्ने सुझाव कहिले यस कवितामा व्यक्त गर्न गइरहेको छ। मेरो कविताको शीर्षक छ समर्पण। महाकवि लक्ष्मी प्रसाद देवकोटा। मेरा भाइ, मेरा बहिनी पहाड सहरमा एउटा मेरो भक्तिको माला चढाए चरणमा। अरू त मैले के गर्न सक्ने बड अज्ञानी, आँसुले भिजेको यो फुल गाँसे नजानी नजानी। हाम्रो छाया बिचमा फुल्यो मनको फुलबारी, सपने भित्र फुलेको ल्याए विपन ओसारी। यिनको वास बिर्साइदिन्छ वरको परको, आँसु र हाँसो मिसाइदिन्छ सबका घरको। जो मैले दुधे पहिर भाइ, पहिर बहिनी, प्रेमका गलामा नवैली जाओस् भक्त हुम पनि। नेपाली माटो स्वर्गको किरण झरेर झन्क्यो फुल, नेपाली वासना भएर निस्के अदर देशी फुल। एकान्त वनमा फुलबारी रङ्गमा कसियो फुलफुली, एक लहर टिपी चराए नाचुन छातीमा हुगरी। देख्ने मन कविको मन रङ्गले झल्किन्छ, जीवनको छाया देशमा एउटा फुलबारी हुगन्छ। आँसुको जाल डालीमा हाली हिन्दूले रसाए, कल्पने माली आम्लान कुसुम एक डाली धुती गलामा फाली जोड्दछु हात हे भाइ बहिनी। वासनामा रसाए, दिनमा खुसाए, स्वपनका धन नबाडिकन हुँदैन खुसी मन। आनन्द मेरो लघुन होला सकाले समर्पण। धन्यवाद। First of all, we have Yellow Rai from class 10A from Yellow House. First कविता यस संसारमा जन्म लिएपछि मरण पनि निश्चित छ, यसर्थ घमण्ड किन गर्ने भन्ने चढीको भोग छ। गौथलीको चिरिबिरी, कवि शेरमणि लेखनाथ पौडेल। उपर दलिनमा गौथली बस्दा, तलतिर उसको मैला खस्दा भो उठे सहसा रिसले जागी। त्यो बुढो भत्कन
बनाउनका लागि मेरो चुरीफुरी जे होस् बिचारी मसिनो तीखो चुच्चो गाडी भ्रमको पर्दा च्याती ब्याग गौँथली बोल्यो चिरिबिरी च्यात तिमी भन्छौ यो घर मेरो म पनि कहन्छु यही घर मेरो वास्तवमा तिम्रो हो या मेरो खुब लगाओ मनमा फेरो इट काठको पटुली रास यो घर ठाडो पार्ने घाँस सकल बिलाए कर्मी ज्यामी ओत बसेका छौ अब हामी छोडो सबै त्यो रिस र राग पुछिदेऊ मनको कालो दाग मिलिजुली सबले घाम र पानी छल्नै पर्दछ आखिर नानी अघि कति भन्थे यही घर मेरो कति कति घस्ते रङ मेरो अब सब तिनको नाता पर्वो विधिवश अहिले हाम्रो घर धन्यवाद Thank you, Jehovah Rai. That was a powerful poem. Now I would like to call upon Oman Thaba from class 10A from Greenhouse. Dosu Kavita Constitutions of Fashion. Suvichar Arne Yoga, Manis Era, Vichar Bhoga, Oman Thaba, Manis Going on a way to talk. मेरा संसार का केही प्रेरणादायक सुविचारहरू यस संसारभरिमा कुनै यस्तो लक्ष्य छैन जो मानव जातिले प्राप्त गर्न सक्दैन खाली एउटा दृढ संकल्प र आत्मविश्वास आवश्यक छ आफूमाथि अटुट विश्वास राखेर आफ्नो लक्ष्यपट्टि अघि बढे अवश्य सफलता मिल्छ खाली यति हो सफलता प्राप्त गर्नुको लागि मेहनत र परिश्रम गरिरहनुपर्छ आज म यस्तै अन्य सुविचारहरू भन्ने छु म अरू जस्तो किन भन्नु जबकि संसारभरिमा म जस्ता अरू कोही छैन मेरा आफ्नै सुन्दरता गुण र प्रतिभा छ यसै कारण हरेक व्यक्तिले आफूलाई नै माया इज्जत र सम्मान गर्नुपर्छ सफलता र विकास एक्कासी कहिले आउँदैन समय लाग्छ सूर्यलाई हेर्नुहोस् सूर्य उदाउन पुरा समय लाग्छ अनि सूर्य उदाउँदा उसको ताप धेरै कठोर हुन्छ तर उसैको उज्यालोले सम्पूर्ण संसार चलिरहेको छ यदि यस संसारमा सूर्य नभए भए हाम्रो संसार कस्तो हुने थियो होला तपाईं आफै सोच्नुहोस् जुन ठाउँमा प्रयत्न र कोशिशलाई उच्च स्थलमा राख्छ त्यहाँ अवश्य सफलता मिल्छ अनि भाग्यलाई पनि झुक्नु बल लाग्छ जिन्दगी कहिले सजिलो र सरल हुँदैन यति हो मानिसहरूले आफूलाई नै मजबुत बनाउनु पर्छ यसरी नै उत्तम समय कहिले आउँदैन हामी आफैले समयलाई उत्तम बनाउनु पर्छ म यही भन्न चाहन्छु कि अगर तपाईहरूलाई केही गर्ने इच्छा सपना राख्नुहुन्छ भने कोशिश हामी आफैले गर्नुपर्छ धन्यवाद
Now I would like to call upon Anmishab Thapa from class 10A from Red House, जसको शीर्षक छ गुन्द्रुक लहटी। हाम्रो गुन्द्रुकको महत्त्वको बारेमा आज अनुषद थापाले बोल्न लागिरहेको छ। नमस्कार सबैजना, मेरो नाम अनुषद थापा हो र आज मेरो कविताको शीर्षक गुन्द्रुक लहटी। गुन्द्रुक लहटी कवि शेरबहादुर प्रधान। गुन्द्रुक मध्ये 1 नम्बर गुन्द्रुक सबभन्दा मिठो छ। झुरुममा हुने सुकेको गुन्द्रुक पाक्नमा छिटो छ। रायोको गुन्द्रुक, तोरीको गुन्द्रुक प्रशस्त पाइन्छ। गुन्द्रुकको झोलमा भात खान पाए स्वाद मिल्छ। साथी पेट भरि खाइन्छ। 1 नम्बर गुन्द्रुक स्वादिलो हुन्छ, वचन सर्दैन। अर्डर दिनुहोस्, पार्सल लिनुहोस्, फरक पर्दैन। अर्डर पाए तुरन्त पार्सल डाकद्वारा पठाउला। व्यापारमा सफा नदी साथी मुक्तमै लुटाउला। दाम पर्छ खाली साथी 5 रुपियाँ सेलको, डाक महसुल पर्दैन। यस किसिम व्यापार हामीले गर्छौँ, अरूले गर्दैन। 2 नम्बर गुन्द्रुक मुलाको हुन्छ, 4 रुपियाँ पर्दछ। बिमारीलाई यो गुन्द्रुक दिए, यो गुन्द्रुक खाए फाइदा गर्दछ। सस्तो दाम राख्यो सेवाका निम्ति बहुत भत विचारी। दाम चाहिँ नगद दिनेछौ साथी, दुवै हात पसारी। एडभान्स मोड डेमो गरेर डाकबाट पठाउनुहोस्। गुन्द्रुकको झोलमा धानको भात पेट भरि ठटाउनुहोस्। साथी स्वाद देखाउनुहोस्। धन्यवाद। Now I would like to call upon Chris Shetty from class 10A from Blue House, जसको कविताको शीर्षक छ साहित्य सुधा। साहित्य सुधा कवि धरणीधर कोइराला। अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्न कसो गरी काव्य सुधा रसपान हरि गर मानव जीवन सार्थक। न त छात्री न वेद न ज्योतिष दे, उपचार गरिकन शान्ति दिने, मन रोग निरोग बढाइदिने बुझ काव्य सुधा रस। सब कल्मष नासी सुकाल छ यो, मनमोद विनोद भ्राउ छ यो। दुःख दूर दूर पारी हटाउ छ यो, मन फुर फुर पारी नचाउ छ। तकरार छिनाउ छ यो, मनमोद विनोद भ्राउ छ यो। अति उत्तम ज्ञान दिलाउ छ यो, मानि तुल्य छ यो नदीले। जय छ मिठो, आकाश मिठो, सहलाउ छ यो, मनलाई छिटो। बढी भाइ सबै अब काव्य मिठो, मन माझी गर बुद्धि। मनलाई नमाझी हुँदैन हरे, मन स्वच्छ नभई सुख छैन भरे। मन शूल निवारण कारण यो, गुण काव्य सरी के छ। पर पूर्व र पश्चिम उत्तरका अरू दक्षिणका कविका कृति वा कविता सरिता गुण काव्य सरी अब के छ। अनि निर्मल ज्योति विकास गरी, हरिमात्र्य भण्डार प्रकाश गरी। मनका शुभ भाव अनेक थरी, छरी झाके सुधार गरौ न। नहीं त यस मानव जीवनको गति व्यर्थ छ यो, अकृतार्थ भयो। यस हेतु यहाँ विनती यही हो, विव काव्य सुधा मध्य मानव। धन्यवाद। Now I would like to call upon Vinayak from class 10A from Blue House, जसको शीर्षक छ संवाद एकांकी। गणेश बाबुको घर परिवारको बाध्यता लेखाए एकांकी संवाद। यो आलेमाइलाको संवाद हो। एकांकी म भात खान्छुबाट लिएको हो।
के गर्यो भन के भन्छ यसले मलाई ह तेरो आमाले पनि मलाई यसरी नै हिसाब सोधी बस्ने कि मेरो पालो पनि रिसले हिसाब लटपट पारिदिन्थे आखिर तेरो आमा हिसाब नजाने कि जति भन्दा नि भन्दै हाल्थ्यो तर हिसाब नजाने पनि तेरो आमा त चालाक पो थियो त जस्तो कहाँ हो र ए तैँले मलाई हिसाब लागेको होइन सुन दाल चामलको हप्ताभरि बाँकी 10 रुपियाँ तिरिदिए मैले तिरेको छु है फेरि तो डबल तिर्लास मैले तिरेको छु 1 रुपैयाँ पार्टीको चन्दा पनि तिरिदिए देवी पूजाको चन्दा पनि 1 रुपैयाँ नै माग्दै थियो कि मैले 8 आना मात्रै दिए पोहोर साल तिमीहरूको आमा जङ्गलकोले भेटेर साह्रो हुँदा त्यो देवी पूजा अनि बिजुवा एक घोरा अक्षता फ्याँकेर सेगम दिँदै गर्नु पनि त आएन त्यो आएको थियो र चन्दा दिनु 1 रुपैयाँ दिँदिन जाऊ 8 आना मात्रै दिन्छु भनेर साफी सुनाइदिए 1 रुपैयाँ मरमा सरो दिए भन त्यो फुस्टेको लाटी बहिनीले पनि यसै बेला दसैँको मुख माने कि नमर्नु परे पनि कि भएरै मर्नु नभए दसैँ मानि परे मरे पनि त हुन्थ्यो अन्त भाइ छोराइमा पनि त पैसा दिनु पर्यो बाँकी मिठा बालीको बाँकी पनि त दिए अन्त तिमीहरूको आमाको काम गर्दा त्यो काबुलीको बाँकी लिएको थियो नि धन्यवाद day for you all sitting here and listening to somebody, many of whom maybe you couldn't understand. The Bengali students couldn't understand the Nepali students, and when the Bengali students were reciting, we could understand. But the very fact that you sat respectfully, I must congratulate you. Some of you are a little mischievous, and I brought you closer. I always tell my students, my dear, come near. Okay, so all the dearies are in front. Any which ways, clap for yourself, and please give a round of applause to all the participants. It takes a lot of courage to come to the stage and recite a piece like this. Okay, thank you. Now you may stop clapping. We begin with class 7. In the 3rd place, we have Mepom Lepcha with 89 points. Please come up. You are excellent, each one of you. The 2nd place, we have Arya Rai from Yellow House with 92 points. And in the 1st place, we have Samrit Tamam again from Yellow House with 95 points. Congratulations. Okay, congratulations. Now class 8. The results of class 8. In the 3rd place, we have Pratishthi Chetri from Blue House with 92 points. You have to be a little confident. Okay?
In the second place, we have Mewon Tama of Green House with 93 points. So there was a very close fight between the two. And in the first place, we have Ashish Verma from Red House. Red House with 95 points. Congratulations. Moving on to class 9. In the third place, we have Rehan Mangrati from the Red House with 87 points. In the second place, we have Sabine Mokta again from the Red House with 91 points. And the first place has been backed by Ahan Kirandarna from Blue House. He's scored 96 points. Excellent. All 5 of you actually. All 5 of you. Okay. Now finally class 10s. I think the class 10s should have put in more effort. Most of you lost points for your memory. Okay, you should have memorized it well, and I would have loved to see some from class 10B also, but I didn't. In which case, so here's the result. In the third place, there is a tie between Pranam Laksam and Utkrish Chetri. Pranam is from Red House and Utkrish from Blue House. He has scored 89 points. Please come up. And the second place, we have Onuma Thapa from Green House with 90 points. And in the first place, we have Yalambar Rai with 93 points, and he's from Yellow House. So please come up. Anvesha, you were also good. I loved it. I was chuckling to myself when I heard you recite. Okay. And finally, I think our teachers deserve a big round of applause. So